जसी नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा। आज हामी शहरको कोलाहलबाट टाढा एउटा जंगल र त्यसको छेउबाट बग्ने कलकल खोलाको यात्रामा छौं। र आज म यस जंगलमा देखिएको मनमोहक दृश्य, जंगलको छेउबाट बगेको खोला, चराचुरुङ्गीको आवाज तपाईहरु सामु साझा गर्नेछु। कृपया मेरो यो यात्रामा अन्तिमसम्म जोडिदिनु होला। तपाईहरुले देखिरहनु भएको यो जंगलमा 94 टाइप्सको एनिमलहरु पाइन्छ अनि 100+ बर्ड्सहरुको भन्दा चराचुरुङ्गीको प्रजातिहरु यहाँ पाइन्छ अनि 94 वटा जनावरको प्रजाति सायद के वर्ष त्यसमा मलाई पनि थाहा छैन। यो पारी 100 वटा नै हो। 100 वटा भन्दा बढी चराको प्रजातिहरु पाइन्छ। हेर्दै जाम के देखिन्छ। यो रहस्यमय यात्रा यस्तो पिसफुल भाइब छ नि, यहाँ कस्तो आनन्द आउने खालको भाइब छ एक्लै आउँदा झन्। नारायणीको दुईटा नारायणी, यताबाट एउटा नारायणी आएको छ, यहाँ हेर्न सक्नुहुन्छ, उताको अर्को नारायणी। यो नारायणीको बिचमा रहेको जंगल हो अनि यहाँनिर ड्यामहरु लगाइएको छ खोलाले ल्यान्ड्सलाई नकाटोस् भनेर। माथि नारायणी पुल छ, तल पिसफुल भाइब छ, एकदम राम्रो भाइब छ। हेर्दै जाम जंगलमा अरु के दृश्यहरु देखिन्छ, त्यो दृश्यहरु पनि साझा गर्दै जानेछु। टक्क अहिले चाहिँ म यो ठाउँमा आइपुगेको छु। सिटी चाहिँ वहाँ पर सिटीको माथि माउन्टेन क्या दामी देखिरहेको छ अनि यहाँ बगिरहेको खोला हेर्नु। म चाहिँ यहाँनिर गएर खोलाको नजिकै गएर एकछिन बस्छु। अलिक परै जंगलबाट आएको, त्यो जंगलमा गए खासै त्यस्तो त रियर चिज त केही देखिनँ मैले, त्यही भएर मैले भिडियो गरिनँ। तर यो हावामा डेन्जर खालको मेडिटेसन फिल चाहिँ भइरहेको थियो। अब यहाँ जान्छु अनि खोलाको सिनबाट मेडिटेसन लिन्छु। खोलाको आवाज एकदम दामी आइरहेको छ क्या, अनि साइडमा हावा। लेट्स सी जाम गाइस सँगै। यस्तो छ बाटो, धान बस्छु यप बल्ल फिराइरहेको छ गाइस। यस्तो दामी ठाउँ चाहिँ एकछिन भ्यू हेरौँ अब खोलाको। ऊ बर्ड्सहरु उडिरहेको छ, यता कराइरहेको छ चराहरु हेर्नु। अनि यो खोलाको आवाजले चाहिँ छुट्टै पिसफुल भाइब आइरहेको छ। यस खोलाको भाइब्स, खोलामा आएर खुट्टा पानीमा हालेर भने त खोलामा आएको मजै के भएर होइन गाइस। खोला चाहिँ यस्तो बवाल छ नि। त्यहाँ माथि एक दुईजना मान्छेहरू पौडी खेलिरहेको छ। अब लगभग सनसेट हुन लागेको छ। सनसेट भयो भने भाइब झन् मजा आउँछ। अनि जंगलमा भन्दा पनि भाइब चाहिँ खोलामै मजा आउने रहेछ। जोस रमाइलो लागिरहेको छ मलाई चाहिँ। अब म चाहिँ खोलामा बस्यो होला लगभग आधा घन्टा 1 घन्टा जति। अब यो बाटो जाने हो। अब उकालो देखिँदो रहेछ, पहाडै चढे जस्तो फिल हुँदो रहेछ नि त। लेट्स सी
जो सही मजा आउने रहेछ त्यस्तो। अब यहाँ बस्छु एकखेप मेडिटेसन फुल हुन्छ अब चाहिँ। ल गाइज अब चाहिँ हामीले जङ्गल छोला सबलाई बाई भन्ने बेला आइसक्यो। अब आफ्नो घरतिर फर्किन्छौँ। 3:58 लगभग 4 बजिसक्यो, घाम अस्ताउन लागेको छ। आजको जङ्गल र खोलाको यात्रा चाहिँ यहीँ समाप्त हुन्छ। यो ताजा हावा, यो सुन्दर प्रकृति अविस्मरणीय छ, म बिर्सिन सक्दिनँ। जस तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न नभुल्नु होला। अनि तपाईँलाई कुन ठाउँ मन पर्यो त्यो पनि सेयर गरिदिनु होला। भेट्ने छौँ चाँडै गाइस, लेट्स सी।